नमस्कार सबैजनालाई स्वागत छ तपाईहरुलाई मेरो युट्युब च्यानल सिभिल गुरु ज्ञानमा। सानीगढ हाइड्रो पावर लिमिटेडले सर्वसाधारणको लागि आइपिओ खुला गर्ने भएको छ। यसले जेठ 18 गतेदेखि 21 गतेसम्म बिक्री खुला गर्नेछ। तसर्थ जेठ 18 गतेदेखि तपाईहरुले आइपिओ भर्न सक्नुहुनेछ। यो एउटा हाइड्रो पावर कम्पनी हो र यसले विदेशी र लोकल लगानीकर्तालाई आइपिओ छुट्याएपछि यसले सर्वसाधारणको लागि आइपिओ निष्कासन गर्नेछ। यसले टोटल शेयरको 46,74,000 किता सर्वसाधारणको लागि खुला गरेको छ, जसको इस्यु प्राइस रहेको छ तपाईको 100 रुपैयाँ प्रति किता। तपाईहरुले 100 रुपैयाँ प्रति किताका दरले आइपिओ भर्न सक्नुहुनेछ। यो एउटा सेक्टर हाइड्रो पावर भइहाल्यो। अहिले हाइड्रो पावरमा निकै उत्साहजनक लगानीहरू रहेको छ र यसको इस्यु म्यानेजर हो एलएस क्यापिटल, लक्ष्मी सनराइज क्यापिटल हो यसको इस्यु म्यानेजर। सानीगढ हाइड्रो पावर लिमिटेड काठमाडौँमा अवस्थित छ। सानीगढ हाइड्रो पावर लिमिटेड एउटा प्राइभेट कम्पनी हो र यो बझाङ डिस्ट्रिक्टमा लोकेटेड छ। तपाईहरुले यो प्रोस्पेक्टस अनुसार देख्न सक्नुहुनेछ। यसले आफ्नो चुक्ता पुञ्जीको लोकल र फरेनलाई छुट्याएपछि सर्वसाधारणको लागि खुला गरेको छ। यो सानीगढ हाइड्रो पावर लिमिटेड सुदूरपश्चिम प्रोभिन्समा लोकेटेड छ। अहिलेको ट्रेन्ड अनुसार आइपिओमा निकै उत्साहजनक लगानीहरू भइरहेको छ।